देख के अरे आज जेठा गरेर कहाँ चैते दसैँ आयो भन्दा के अरे गेल बोलाउन मासु खुवायो कि नै ओ के अरे जेठा चैते दसैँ भन्दा चाहिँ मासुले माइला आउ त आऊ आऊ माइला यति बस हेर्ने बिचरा के नुनमा चाहिँ किन्न आउ त आज चैते दसैँ भन्दा चाहिँ मासु मासु ल्यायो कि के अरे गेल बेलामा खुवायो कि के अरे मासु मासु के नै पनि माइला यस्तै छ दसैँ त भन्दा अरूको न दसैँ आयो मको न दसैँ लाग्यो भने के अरे चाहिँ पिन्नुमा माइला पर मागी लिएको छ होटो यति चाहिँ भात मागी लिएको छ नुनमा चाहिँ नुनमा त पिन्न त यो नि यो के आफू खाउला कि मकान देउला कि छोराछोरीहरू खुवाउला यो दिए माइला ल माइला के नै भने धनीका दसैँ हुन्न तिहार हुन्न हामी गरिब यही हो नुनमा चेरा ओल्खो लोडो नकटकुटाइकन यार हामी गरिब पेट पालिदिने यार माइला के नै भने देश रोटी नेताले खाएले भने माइला हामी गरिब दिने यही त हुन् भने के त भने जेठो मैले पनि ना परबाट मान्जाङ गरेर गेलमिलान के नाम नपा मैले पनि होटा बुझा नानु भातो गाँस ल्याइकन मैले पनि गेलमिलान खुवाएँ भर्खरै के त भने यस्तै छ हाम्रो स्थिति माइला तुले खाइ के त म नानु खाइए जेठो नुनमा चाहिँ पिन्नुमा के नि भने माइला अब गेल कहाँ गेल कहाँ बाहिरबाट गए हुन्न नुनमा चाहिँ पिनेलु त्यहाँ छोरो आलो जाने भोक लागेको पल्ला गरेर गयो भने यही दियो हो कि यार होटल नै त्यही रह्यो के त भने यही दिए पनि खानु पर्यो हामी गरिबलाई के त भने आधारको लागि दसैँ आयो लागि दसैँ बनाउनु भयो के त भने रोटो खाँदैन ल खाँदा रोटो तु खा छोराछोरी हाकेर माइला खाँदैन हो नानु नानु खानु भयो के नै माइला यस्तै छ के त दाजु के त माइला हाम्रो दसैँ यो के नै गरिब हाम्रा दिन यही हुन् के त भने यस्तै छ के नहुन जाऊ दे बम्बईमा बस्नुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो आग्रह छ आज चैते दसैँ हाम्रो यही नुन नचेर रोटो बुझो खाइलु तर कसैसम्म रक्सी खाएर झगडा गर्ने दुनियादारी गर्ने हामी परदेशीको पीडा होइन कसैसँग नगरे र सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनी इष्टमित्रलाई मेरो दीपक नायकको तर्फबाट हजुरलाई चैते दसैँको धेरै धेरै मस्तै शुभकामना छ दे अब दाजुले पनि चैते दसैँको शुभकामना दिएरै भन जेठो म पनि तु पनि दिएलो म पनि दिएलो दे अब हाम्रो भिडियो हेर्नेदेखि लिएर सम्पूर्ण जो जति हामीलाई माया गर्ने दर्शकहरू लाइक गरिदिए कमेन्ट गरिदिए सेयर गरिदिए र साथसाथै यो चैते दसैँको अग्रिम शुभकामना भन्न चाहन्छु जस्तै अघि हाम्रो जेठाले भने जस्तै रक्सी खाने गए त झगडा नगरे यतै लफडा नगरे जे जस्तो भए पनि आफ्ना आमा बुवाकन टालो पनि मिठो मौसिन जस्तो भए पनि चैते दसैँ भनिकन बिचारा के त भन्यो चैते दसैँ भनिकन यति लामा ती लौका ल्याइकन नखाए बिचारा बरु त 1000 रुपैयाँ 500 रुपैयाँ घर पठाएर छोराछोरीकन आमा बुवाकन टालो खान्न भात खान्न मासु खान्न बिचारा म त नेर बिचारा उकेर के त भने जठौ यस्तै छ स्थिति भिडियोलाई लाइक गरिदिए कमेन्ट गरिदिए शेयर गरिदिए धन्यवाद नमस्ते